हेलो नमस्कार सम्पूर्णमा म सविता छेत्री वेस्टिज डबल क्राउन डाइरेक्टर। आज एकदमै खुसीको कुरा छ, हामी वुमेन्स डे मन्थ मनाइरहेको छौँ मार्च महिना 2025। त्यसमा पनि अझै थप खुसी मेरो ग्रुपबाट टिमबाट देवी माया राई हुनुहुन्छ। म्याडमको यो जुन चाहिँ ब्रेजा कार सेकेन्ड कार हो र उहाँले भर्खरै निकाल्नु भएको उहाँ कारको हामी सेलिब्रेसन गर्न गइरहेको छौँ र एकदमै खुसी छौँ है। र यो सेलिब्रेसन देवी म्यामको कार एचिभमेन्टको मात्रै नभएर आउँदो सबै लेडिजहरू जति पनि दिदीबहिनीहरू छ जसको सपना छ घर बसेर घरको काम सम्हाल्दै घर सम्हाल्दै पार्ट टाइम फुल टाइम काम गर्न चाहने दिदीबहिनीहरूको लागि यो एउटा बाटो खोलिदिएको हो र यो प्रुफ हो कि तपाईँ हामी सबै मिलेर यो बिजनेस गर्न सक्छौँ, यहाँ सपोर्ट पाउँछौँ, सिक्न सक्छौँ, गर्न सक्छौँ। सो देवी म्याम कङ्ग्रेचुलेसन। एकदमै कङ्ग्रेचुलेसन। सो लाउनुहोस् जानुहोस् कङ्ग्रेचुलेसन म्याडम वन्स अगेन। सेकेन्ड गाडीको लागि तपाईँलाई यो सेकेन्ड कार हो वेस्टिजबाट उहाँको। सो म चाहन्छु कि देवी म्याम दुई शब्द तपाईँले आफ्नो अनुभव राख्नु होला। गुड मर्निङ सबैजनालाई, नमस्कार। मेरो नाम देवी माया राई, म लुन्चोक साउथ सिक्किमबाट बिलङ्स गर्छु र वेस्टिजमा जुडेको म 10-12 वर्ष भयो र यो 12 वर्षभित्रमा मैले यहाँ धेरै कुरोहरू सिक्न पाएँ। सो एउटा एजुकेसन मैले लिन पाएँ र आजको दिनमा म एकदमै खुसी छु है। आज जो उहाँहरू उपस्थित हुनुहुन्छ, म्यामहरू उपस्थित हुनुहुन्छ है, उहाँहरूले मलाई आज यसरी खदा लगाएर एकदमै बधाई दिनुभयो है। यसको लागि मेरो सबै टिमहरूलाई, म्यामहरूलाई म एकदमै धन्यवाद भन्न चाहन्छु। र म के भन्नु चाहन्छु भने यो मेरो भेस्टिजको सेकेन्ड कार हो। यो चाहिँ मेरो कार फन्डबाट आएको हो र सुरुमा म भेस्टिज गर्नभन्दा अघि एउटा सिम्पल हाउसवाइफ थिएँ, म केही पनि जान्दिनँ थिएँ है। मेरो फर्स्ट भेस्टिज मेरो पहिलो कम्पनी हो, मैले बिजनेस गरेको, मैले अरू कुनै बिजनेसहरू मैले गरेको थिइनँ लाइफमा। फर्स्टमै मेरो भेस्टिज कम्पनी मसँग जुड्यो है। यहाँ जुडेर मेरो अपलाइन सविता म्याम, डोमा म्यामहरू हुनुहुन्छ है, उहाँहरूले मलाई धेरै कुराहरू सिकाउनु भयो। यसमा कसरी सक्सेस हुन्छ, कसरी गाडीको लेभल पुग्न सक्छ, कसरी इन्कम आउँछ भन्ने कुराहरू सिक्दै जाँदा हुँदै साँच्चीकै मैले पनि यसमा सिकेर मैले कोसिस गरेँ अनि साँच्चीकै आज मेरोमा प्रुफ हो। मेरो यो सेकेन्ड गाडी, फर्स्ट गाडी मेरो वेगनर थियो है। र म के भन्नु चाहन्छु भने मेरोमा एउटा गाडीको सपना थियो है। यो कम्पनीमा जुडिँदाखेरि म आफै गाडी कुदाएर हिँड्ने मैले एउटा सपना बोकेर यहाँ आएको थिएँ र साँच्चीकै मैले यहाँ काम गर्दै जाँदा हुँदै आज मैले साँच्चीकै आफ्नो यो गाडी कुदाएर हिँड्न मलाई सक्षम बनायो। थ्याङ्क यू। आज म थ्याङ्क यू भन्न चाहन्छु मेरो ईश्वरलाई। हर घडी मैले प्रार्थना गर्दा हुँदै मेरो प्रार्थनाको सुनाइ भयो। मलाई दुःख कष्ट आउँदाखेरि पनि मैले आशिष पाएँ है। अनि थ्याङ्क यू भन्न चाहन्छु मेरो अपलाइन म्यामलाई, किनभने उहाँले हर घडी मैले कसरी म अघि बढ्नु, मलाई कतिचोटि दुःख हुँदा कसरी गर्नु भन्दा हुँदै म्यामले मलाई धेरै कुरामा सहायता गर्नुभयो। अनि मेरो इन्टायर टिमलाई है म धन्यवाद भन्न चाहन्छु। र आज जसरी यहाँनिर धेरै वुमेन्सहरू जोडिनु भएको छ है, सबैजनाको सपना छ तर आज लाग्नु सत्य पुरा हुने छैन। तर हामी यहाँनिर काम गर्दै एक स्टेप दुई स्टेप गर्दै जाँदा हाम्रो सपना पुरा हुनेछ यहाँ। र म के भन्नु चाहन्छु भने जति पनि आज घरमा है पार्ट टाइम जब चाहनुहुने जति पनि दिदीबहिनीहरू हुनुहुन्छ, सो तपाईँहरूलाई हामी यहाँ आह्वान गर्न चाहन्छौँ। आज वेस्टिज हाम्रो एउटा कम्पनी हो, हाम्रो सक्सेस कम्पनी, जहाँ चाहिँ हाम्रो लेडिजहरू एकदमै खुल्लम यहाँ अघि बढेर कामहरू गर्न सक्छौँ, आफ्नो सपनाहरूलाई साकार बनाउन सक्छौँ। सो सबैजना जतिजनाहरू घरमा बसेर यहाँले इच्छा गर्नुहुन्छ तपाईँहरूले हामीहरूलाई भेट्न सक्नुहुन्छ। धेरै लिडर्सहरू छ सिक्किममा है, तपाईँहरूले सम्पर्क गर्न राख्न सक्नुहुन्छ भन्दै थ्याङ्क यू सो मच। विश यू वेल्थ।